अब नेक्स्ट अर्को बारीतिर। अब यो चाहिँ सबैभन्दा ठुलो गर्रा हो हाम्रो। यसो राम्रो छ। यता आए पछाडि यो सुन्तला भयो। ल ड्रम्मै छ बेच्न। बरु कटाउन चाहिँ पोखरै कटाउनु पर्छ होला। यसमा बेसरी छ। अझै अर्को गराम जाम है त। अब ल सुन्तला बुवाको चाहिँ मेहनत हो र गाउँमा बारी बाँझो अथवा छोडेर जानेहरूलाई चाहिँ एउटा इन्सपिरेसन हुनसक्छ। यो गराको चाहिँ टिपेर बेचेर नि भ्याइसक्नु भएछ। एउटा दुईटा मात्रै छ। अब चाहिँ यस पुरै रातै रातो छ यो सब। बाँकी दुईटा गरेर छ लगभग 150-200 बुटा हेर्न पर्यो। साह्रै शीत छ के। यही शीत भएको कारणले गर्दाखेरि सुन्तला भएको यहाँनिर। यहाँ त यो त बुटै ढल्ने गरेर फला रहेछ। हेर्नु त मम्मी यो हेर्नु त यो लोहरीहरूले त्यसले खानु पऱ्यो कि त्यो कुर्ने त्यही त हो। ल यो सब पनि बेसरी छ। यतातिर जाम भैँसम्म। सुन्तला पनि एक मुठी भन्दा ठुलो छ कि। यत्रो त सुन्तला हुँदैन हौ। मतलब अमिलो देखायो नि यत्रो त। यसमा पनि त्यस्तै छ। शीतै भएर हो कि। हेलो गुड आफ्टरनुन। यो चाहिँ हाम्रो सुन्तला अर्ग्यानिक सुन्तला। कसरी फलेको रे। रुखै ढल्ने गरेर फलेछ। भैँसम्म पनि छ। भित्र नि छ। अनारको बुटो पनि पुरै लगाइदिएछ। यो रुखमा नि राम्रै छ। काँची रहेछ तर यतातिर त पाके छैन। जाम यतापट्टि यसमा पनि राम्रै छ।